नारी केवल शरीर होइन नि, उनी त सृष्टिको पहिलो श्वास हुन्। उनी रोइन् भने एउटा घर मात्र होइन, पुरै समाजको हातमा रहन्छ। घरमा दिदीबहिनीलाई लक्ष्मी समान पुजिन्छ अनि आमालाई माता पार्वतीको रूपमा पुजिन्छ। तर त्यही नारीलाई फेरि बाहिर एकान्त ठाउँमा भेट्दा किन यति गिद्धे नजरले हेरिन्छ अनि किन त्यो प्रकारको भाव देखाइन्छ? जन्मिँदा बोझ बनिन्छ, हुर्कदा बन्देजले बाँधिन्छ, सपना देख्दा प्रश्न गरिन्छ अनि बोल्दा चरित्रको तराजुमा तौलिन्छ। हरेक पाइला चाल्दा डरले उनको छाया पछ्याइरहेको हुन्छ। कहिले बाटो असुरक्षित हुन्छ त कहिले आफ्नै आँगन, कहिले उनी आफ्नै घर छेउको करेसा बारीमा लुटिन्छन्, कहिले सानो झाडीमा लुटिन्छन् अनि कहिले त्यस्तै ठाउँमा लुटिएर विभत्स रूपमा पाइन्छन्। कहिले खोलाको बगरमा बोरामा प्याक भएर पाइन्छन् त कहिले मारिएर गाडिएको अवस्थामा पाइन्छन्। कति छोरीहरू साँझ घर फर्किने बाचा गर्छन्, तर फर्किन्छन् निष्प्राण शरीर बनेर वा कहिले नफर्किने सम्झना बनेर। उनीहरूको दोष के थियो? सपना देख्नु, पढ्न जानु वा काममा निस्कनु, वा केवल नारी भएर जन्मिनु? बलात्कारले एउटा शरीर मात्रै घाइते बनाउँदैन नि, एउटा आत्मा चिरिदिन्छ अनि एउटा परिवारको सास रोकिदिन्छ, एउटा समाजको मानवता मार्न थाल्छ। झन पीडादायी त तब हुन्छ नि जब अपराधी भन्दा पहिले पीडितमाथि प्रश्न उठाइन्छ। किन त्यहाँ गइन्? किन एक्लै हिँडिन्? किन यस्तो लुगा लगाइन्? आखिर किन नारीले एउटा खुल्ला पन्छी जस्तो एउटा खुल्ला आकाश मुनि हिँड्न दिँदैन? किन उनले लगाएको वस्त्रको आधारमा तुलना गरिन्छ? के नारीलाई खुल्ला आकाशमा स्वतन्त्र हिँड्ने अधिकारै छैन? भन्न त भनिन्छ नि, नारी प्रधानमन्त्री भएको देश, नारी राष्ट्रपति भएको देश। तर खै त नारीमाथि सुरक्षा त? किन कसैले सोध्दैन किन अपराध गरियो भनेर? नारीको चरित्र होइन, अपराधीको दोषी हुन्छ। कति आमाका आँखा आजसम्म हेर न ढोकातिर टोलाइरहेका छन् अनि कति बाबुको छातीभित्र नबोलिएको पीडा ढुङ्गा जस्तै थुप्रिएको छ। कति दाजुभाइका निधार खाली भएका छन् अनि कति दिदी बहिनीका सपना अन्यायको हतियारमा गाडिएका छन्। न्याय ढिलो हुँदा घाउ अझ गहिरो बन्छ, समाज मौन हुँदा अपराधी अझ साहसी बन्छ। के गरिबीले चाहिँ कहिले न्याय पाउनै नसक्ने हो र? के गरिबी हुनु उनीहरूको कमजोरी हो र? कहिले गरिबीको नाममा अनि कहिले पावर, डर, त्रास, धम्कीको आधारमा यस्ता अपराधिक घटनाहरू भित्रै लुकाइन्छ। न त्यो परिवारलाई न्याय मिल्छ त केवल छटपटी र बेचैनी। हेर न अपराधी खुले आम आकाश मुनि एउटा आम सर्वसाधारण जसरी हिँडिरहेको हुन्छ। साँच्चै भनौँ नारीलाई दया होइन नि, सुरक्षा चाहिन्छ। सहानुभूति होइन, सम्मान चाहिन्छ। खाली भाषण होइन, निष्पक्ष न्याय चाहिन्छ। याद राख है, हरेक नारी कसैकी छोरी हुन्, कसैकी दिदी हुन् अनि कसैकी श्रीमती हुन्, कसैकी आमा हुन्। र सबैभन्दा पहिले त उनी आफ्नो अस्तित्व भएकी एक सम्पूर्ण मानव हुन्। जुन दिन एउटा छोरी रातको बाटो डरले होइन आत्मविश्वास लिएर हिँड्न सक्ने छिन् नि, जुन दिन पीडितलाई होइन अपराधीलाई समाजले लज्जित बनाउनेछ नि, जुन दिन नारीको सम्मान शब्दमा होइन व्यवहारमा देखिनेछ नि, त्यही दिन मानवता साँच्चै बाँच्नेछ। जाँदा एउटा कुरा भन्छु ल, नारीको सम्मान गरौँ, अन्याय विरुद्ध आवाज उठाउँ।
किनकि एउटा मौन समाजले पनि अन्यायलाई बल दिन्छ।